नमस्कार साथीहरू, स्वागत छ हाम्रो आजको ब्लगमा। आज हामी तपाईहरुलाई सँगै लिएर जाँदैछौँ पश्चिम सिक्किमको सुन्दर यात्रामा। सबैभन्दा पहिले हामी जोरथाङ पुगेका थियौँ। त्यहाँबाट हामीले हाम्रो यात्रा सोरेङतर्फ सुरु गऱ्यौँ। जोरथाङदेखि सोरेङतर्फको बाटो साँच्चै रमाइलो थियो। बाटोमा हामी केही बेर जुम डाँडामा रोक्यौँ। जुम डाँडाबाट हामीले जोरथाङ बजार र वरिपरि फैलिएको सुन्दर प्राकृतिक दृश्यहरू हेर्ने मौका पायौँ अनि हामीले भिडियो क्लिपहरू पनि लियौँ। त्यसपछि हामी हाम्रो यात्रा सोरेङ बजारतर्फ अघि बढ्यौँ। सोरेङ बजारमा केही काम सकेपछि हामी श्री प्रधानतर्फ लाग्यौँ। बाटोमा हामीले सोरेङ बजारको रमाइलो दृश्य भिडियोमा कैद गर्ने मौका पायौँ। श्री बदाम पुग्नु अघिल्तिरै हामीले त्यही निर्माण भइरहेको सुन्दर बौद्ध गुम्पाको टाढाबाट हेर्यौँ। यो गुम्पा काग्यू सम्प्रदायसँग सम्बन्धित रहेछ। त्यसपछि हामी गुम्पाको नजिकै गयौँ र नजिकबाट गुम्पाको सुन्दर दृश्यहरू संरचना र वरपरको वातावरणको भिडियो लियौँ। त्यसपछि हाम्रो यात्रा रिन्चेपुङतर्फ अघि बढ्यो। बाटोमा हामीले सुन्दर प्राकृतिक झरनाहरू देख्यौँ र तिनीहरूको भिडियो पनि लियौँ। त्यसपछि हामी पलोक हुँदै रिन्चेपुङ बजार पुग्यौँ। रिन्चेपुङ बजार पार गरेपछि हामी मेगी डाँडा गुम्पा पुग्यौँ। गुम्पाभित्र गएर हामीले मुख्य संरचना, आसपासको क्षेत्र र सुन्दर दृश्यको भिडियो लियौँ। त्यहाँ हामीले लामो जीवनको कामना गर्दै वाटर ल्याम्प पनि बाल्यौँ। गुम्पा दर्शन सकेपछि हामीले केही बेर रिन्चेपुङ नजिक रहेको हरियो वन क्षेत्रको दृश्य हेर्ने मौका पायौँ। त्यहाँ पनि हामीले सुन्दर भिडियो लियौँ। अन्तमा हामी मङ्गले हुँदै ऋषिबाट नाम्ची फर्क्यौँ। यसरी हामीले त्यस दिनको रमाइलो यात्रा सकियो। प्रिय साथीहरू, तपाईले यो भिडियोलाई मन पराउनु भयो भने दया गरी सब्स्क्राइब गरिदिनुहुन्छ होला भन्ने आशा व्यक्त गर्छु।